हेलो साथीहरु नमस्ते, म अनिता हजुरलाई स्वागत छ मेरो अर्को छोटो मिनी ब्लगमा। र म चाहिँ आज बारी आएको छु पत्ता टिप्नु भनेर, हजुरहरु हेर्दै गर्नु होला। र म चाहिँ बारीबाट घर पनि आइपुगिसके। यता हेर्न सक्नुहुन्छ हजुरहरु, यति राम्रो फुल पनि फुलिरहेको छ। र म चाहिँ अब सब्जी के बनाउनु भन्दाखेरि यसो सोचे, लाउ चाहिँ डरै फुलिरहेको छ र म चाहिँ यता लाउ टिप्नु भनेर लागे साथीहरु। गरममा त लाउको सब्जी कति राम्रो लाग्छ नि, पेट पनि ठन्डा गर्छ र लाउ चाहिँ धेरै नै फलिरहेको छ। र यता भात सब्जी खाइसकेपछि यता मैले चाहिँ गर्न थालेँ के काम भन्दाखेरि आमको अचार चाहिँ मलाई धेरै नै मनपर्छ। र यता चाहिँ अस्ति मैले रेडी गरिसकेँ भनेको थिएँ नि सुकायो र आज चाहिँ म हाल्न जाँदैछु। बेसी सुक्यो भने पनि त राम्रो हुँदैन नि त नि साथीहरु। र अहिले चाहिँ एकदम राम्रो भएको छ। र यो चाहिँ अचार चाहिँ सिसाको बोतलमा हाल्नुहोस् त साथीहरु, यति राम्रो हुन्छ। मेरो चाहिँ अचार पनि बनाएर रेडी गरिसकेँ गाइस। फेरि पनि हजुरलाई भेट्नेछु म नेक्स्ट भिडियोमा।